बाबुराम भट्टराईले मोमबत्ती बालेर दुधको माल लगाएको फोटोसम्म मसँग मेरो छोराको सम्पत्ति कान्छा छोराको। हामीलाई पनि माओवादी भन्न लागेको त आफ्नो छोराले पनि ती बलिदान भयो। त्यो माओवाद भन्ने पनि हरान गरेर कम्युनिस्ट भन्ने गाईको होइन बाछीलाई गाईको होइन बाछी को नाचिदेला को हाँसिदेला नि हामी नै मरेपछि भनेर गाउँथ्यौँ। सपना नि बेसरी दगुरी आउँछ जिम्न धाउँदै म के बिना दगुरेको त म सपनामा यस्तो पनि सधैँ हुँदो रहेछ सपनामा भने जस्तो लाग्छ। मूलको एउटा वृक्षको आकार हुन्छ। साना आँगामा परमुल भने अल्पायु जातक होला बोक्रा आदिमा परमुल भने घाइते भई जन्मला जन्मदै घाउ गरेर जन्मिन्छ। आदरणीय दर्शकवृन्द नमस्कार। म अहिले यो सोलुखुम्बु जिल्लामा नभइकन म छिमेकी जिल्ला ओखलढुङ्गा आइपुगेको छु र ओखलढुङ्गाको यो अहिले म मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर 4 मा आइपुगेको छु र यही आउने क्रममा एउटा अन्तरङ्गको अर्को एपिसोड मैले यहाँ तपाईँहरू माझमा प्रस्तुत गर्ने जमर्को गरिरहेको छु र अहिले मसँग तपाईँहरूको स्क्रिनमा हुनुहुन्छ यही ओखलढुङ्गा जिल्लाको छिमेकी जो मानेभन्ज्याङ गाउँपालिकाको छिमेकी नगरपालिकाका एकजना अत्यन्तै उमेरले पाका धेरै अत्यन्तै अनुभवी जीवनयापन लामो समयसम्म गरिसक्नुभएका अनुभवी उहाँको व्यक्तित्व हुनुहुन्छ जो सिद्धिचरण नगरपालिका 10 का गोविन्द धमला हुनुहुन्छ। म उहाँसँग कुरा गर्न लागिरहेको छु। तपाईँहरूले स्क्रिनमा देखिराख्नु भएको छ उहाँसँग म कुरा गर्न लागिरहेको छु जो उहाँ उमेरले कति पुग्नुभयो 80 भनेको 8 दशक नागिसक्नु भएको छ। भर्खरै मात्र उहाँले कुरा गर्दै हुनुहुन्थ्यो र म आजको कार्यक्रममा उहाँसँगको उहाँको जीवनी बारेमा हामी कुरा गर्नेछौँ। उहाँको जीवन भोगाइका बारेमा हामी कुरा गर्नेछौँ। बुवा यहाँलाई स्वागत छ। हजुरको नाम पुरा नाम ठेगाना भनिदिनु न मलाई। ओखलढुङ्गा सिद्धिचरण 10 हजुर ढुस्के बिमिरे हजुर गोविन्द प्रसाद धमला। गोविन्द प्रसाद धमला मेरो नाम। हजुर त्यसमा मेरो जन्म त 2004 साल जेठ 1 गते भएको। हजुर र म अहिले 80 लाग्यो जेठ 1 गतेबाट अहिले यहाँ आइपुगेको छु। 80 को 2 महिना 80 मा हिँड्दैछु। हजुर जस्तो तपाईँ मजाले बिहानै आउनु भएको छ हिँड्दै आउनु भएको छ 80 को यो उमेरसम्म पनि मजाले हिँड्नु हुँदो रहेछ त। म हिँड्ने त म दगुर्नु पनि सक्छु जस्तो लाग्छ तर मलाई यो कम्मर दुख्ने कम्मरले अप्ठ्यारो पार्छ हिँड्न नसक्ने अशक्त बनाइदिन्छ। मलाई जीवनीलाई आफ्नो जीवलाई चाहिँ बसिरहँदा हुँदै चाहिँ दुःख म सधैँ म दगुर्नु पनि सक्छु होला भने जस्तो लाग्छ। सपना नि बेसरी दगुरी आउँछ जिम्न धाउँदै म के बिना दगुरेको त म सपनामा यस्तो पनि सधैँ हुँदो रहेछ सपनामा भने जस्तो लाग्छ। त्यस्तो लाग्छ। अब अवस्था चाहिँ हिँड्न नसक्ने जस्तो छ जीवले चाहिँ मान्दैन। भनेपछि आज बिहान कति कहाँ पुगेर आउनुभयो? बिहान म आज बिहानै छिटै खानासाना खाएर औषधि खान्छु। औषधि खाएर सरासरी हिँडी आएको। म दिनमा सकेसम्म दिन बिराएर नभने दिनै पछि जस्तो पनि म यहाँ आइरहन्छु। 400 पर्छ। हजुर 400 आउँछु। मलाई डक्टरले बिहानको सिटमा हिँड्नु भनेको थियो। त्यसैले म हिँडिरहन्छु। मेरो केही पनि छैन वस्तुभाव पाल्ने गर्ने चालचलन केही छैन। मेरो भएको जेब्नी जेठा तराईतिर पनि छ कहीँ। अनि अब मेरा छोराछोरीहरू सबै तराईतिरै छन्। छोरा बुहारीहरू नाति नातिना 2 भाइ छोरा 2 बहिनी छोरी थिए। कान्छो छोरो 60 सालबाट बेपत्ता भयो दुन्दको बेलामा। बुहारी सिद्ध पनि स्याङ्जा बिहा गरेको। बाबुराम भट्टराईले मोमबत्ती बालेर दुधको माल लगाएको फोटोसम्म मसँग मेरो छोराको सम्पत्ति कान्छा छोराको। त्यति मेरो त्यसरी बेपत्ता भयो। सङ्घर्षकालमा के भनेपछि त्यो सङ्घर्षमा हिँड्नु भएको थियो कि? हिँडेको रहेछ। हजुर काठमाडौँ पढाइमा गएको। पढाइमा जान्छु भनेर पढाइमा जाँदा उतै पार्टीतिर लागेछ। पार्टीतिर लागेको मलाई के थाहा भएन। अनि पार्टीले पनि बिहा गरिदिएको स्याङ्जाबाट। केटी बिहा गरेर चाहिँ तिहारी बाहुनको छोरी अनि रेवा कल्ला भन्ने नाम रहेछ। अनि बिहा गरेर चाहिँ आएका थिए। उनीहरूको पार्टीको मान्छे पनि थिए 2-3 जना। सोलुको एउटा छिरिङ भन्ने शेर्पा केटो पनि रहेछ। अनि 2टा चाहिँ उनी स्याङ्जातिरकै 2टा मगर्ने केटी पनि थिए।
तिनीहरू आयो अरे 5-7 दिन साउनमा बसेर त्यहाँ चाहिँ लागेपछि ती फर्केर आएनन् मेरो छोरो घर त्यहाँसम्म अहिलेसम्म अत्तो छैन काठमाडौँ भक्तपुर ललितपुर काठमाडौँ 3 जिल्लाको कमान्डर पनि थियो अरे भन्ने कुरा अहिले पछिबाट उसका काम गराएका उसको त्यति गरेको यताउतिको अनि त्यो द्वन्द्वमा परेका मानिसहरूको त थुप्रै भारी नै बोक्न नसकिने किताबहरू छन् मलाई ल्याइदिन्छन् त्यो हेर्छु त्यस्तैका मान्छेहरू छन् तिनीका बाबुआमा घर परिवारहरूका चाहिँ फोटाहरू छन् त्यहाँ अब मैले अर्सो के पाउनु त्यो हेर्छु दिक्क लाएर छोडिदिएको छु अब यो खै पछि यो के गर्छन् आरएससीबाट पनि आएर चाहिँ हाम्रो त्यो सबै कुरो त्यहाँ भएको कुरा लेखेर लगो केही गर्छन् भने त केही पनि गरेन पनि भनेपछि तपाईँले एउटा आफ्नो सन्तान सम्पर्कविहीन भएको एउटा पीडा त छँदैछ तर उहाँहरूको एउटा त्यो बेलाको सङ्घर्षले पनि होइन नेपालमा एउटा परिवर्तन त आएको छ नि होइन बुवा ए बाबु परिवर्तन आयो भनेर पनि परिवर्तन आएर पनि त्यो परिवर्तनको फल्न पाएन जस्तो लाग्छ मलाई त हो त्यो प्रचण्डै छँदैछ जीवितै तर हाउ भाउ जे लाएर दुनियाँका छोराछोरीलाई आहुति बलिदान भए तिनले गर्न पाएको तिनले चाहेको चिताएको काम पनि भएको छैन जस्तो लाग्छ अब त्यो परिपूर्ति यथा के जाति गरिदिन्छ अरे भने त्यो परिपूर्ति गर्ने पनि के गर्दा पनि के गरौँ कता एउटा भाव गरेको त 17,500 का नामावली छन् मसँग हाम्रो देशका ती 17,500 द्वन्द्वका बेला चाहिँ ती क्षति भएका होइनन् पछि कतिखेर भयो भने जङ्गलमा थियो माओवादी जब वीरेन्द्रको सन्तान विनाश भयो अनि अब मौका यही हो भनेर जङ्गलमा हात उठायो उसले माओवादीले बाबुराम र गिर्जाको बाँझो खनेर ज्ञानेले राजा बनाउनाले गर्दा त्यहाँ पछि कार्यकारिणी अधिकार ज्ञानीले लियो कमल थापा गृहमन्त्री बनायो अरू सबै मन्त्री सन्त्री नराखी एकलौटी चाहिँ शासन चलाउने हुँदा पनि त्यो बेला बुडुडु हानेर 27 वर्षका पार मारेका हुन् 17,500 त्यो बेला उसले मारेर पुगे नभए अघि त मारिएका थिएनन् त्यो राजा बनाइसक्यो सखा पारो त्यही ज्ञानी फेरि राजा बन्न आउँछु भन्दैछ तर यो देशमा बेट पनि लाउँदैन होला जस्तो लाग्छ म काम गराइदिएको छ भने तर लोकतन्त्र गणतन्त्र स्थापना त त्यही सङ्घर्षले भयो नि त्यही सङ्घर्षले भयो साँच्चै भन्नुपर्दा संविधान बनाएर राजा धपाउनु त माओवादी नै हो माओवादी नै हो तर 2000 सोरेर खाएको छन् माओवादीको त अब माओवादी भन्ने पनि अलिकति हामीलाई पनि माओवादी भन्न लागेको त आफ्नो छोराले पनि तीन बलिदान भयो त्यो माओवादी भन्ने पनि हरान गरेर कम्युनिस्ट भन्ने मात्रै राखेको छ नेपाली कम्युनिस्ट बनाएर राखेको छ अझै पनि धोती गाँस्दैछ त्यहाँ कति गर्छु भन्दैछ म चाहिँ राम्रो लागेन यहाँ कुनै कसैको पनि राम्रो देखिरहेको छ छोराको सपना पुरा भयो जस्तो लाग्छ कि बुवा अधुरै रह्यो जस्तो लाग्छ सपना पुरा हुन पाएन बाबु यस्तो हिसाबले सपना पुरा कहाँ भएको छ र यी बाटासाटा त भए यी बाटासाटा भएका भरे हुँदैन उसले थालेका काम मसँग किताबहरू छन् उसले त्यो पार्टीले गर्नु भनेर थालेका कामहरू कहाँ भएका छ र हुनै पाएको छैन हिजो भनेको कुराहरू कुनै पनि त्यो बाटोमा हिँडेको छैन स्वायत्त शासन आफूको राज्य नै गरिराखेका छ अब यो देशका मुख्य जिम्मेल थरीद्वारे पटवारी आदि नियुक्त गरेका राणा शासनका धुर्तहरू तिनै गएर चाहिँ अगाडि बढिरहेको छ तिनै धुर्त पो अगाडि छन् त अहिले रूप धारण गरेर अब त्यो गरिबको छोरो निमुखाको छोरो त्यो चाहिँ माथि पुग्नु चाहिँ पुग्यो तर काम गर्न पाएन बाबाले गर्दा गरेको अब दमाई कामीलाई साँच्चै भनौँ भने आउटै गरे हो अब दमाई कामीले पनि चल्न पाएका छन् त्यो उनी त हो नि जात त उही हो मानिस त उही हो नि हामी त्यो रगत पनि उही हो सबै कुरो उही हो भन त मान्छे के भन्छ भने उही त हो नि हामी भन्दा आउँदै आमा पनि त उही हो नि किन अर्को बिहा गरेको भन्छन् तर होइन मानिस त उही हो भनेपछि यति धेरै एउटा जीवन सङ्घर्ष धेरै रहेछ बुवासँग जस्तै म तपाईँलाई थोरै अहिलेको यो समसामयिक भन्दा थोरै तपाईँको पहिलाको बाल्यकालतिर म फर्काउन चाहेँ बाल्यकाल कहाँ बित्यो कसरी बित्यो बुवा तपाईँको बाल्यकाल त मेरो साह्रै दुःखमा बित्यो है म जन्मेर 3 वर्षको हुँदा मेरो आमा बित्नुभयो बाबुले 8 वर्षपछि अर्की आमा ल्याउनु भयो ए हजुर त्यो अर्की आमा आएर अनि मेरो साह्रै नाजुक अवस्था रहेछ त्यतिखेर मेरा घरमा
मेरा काका बाबु बित्नु भएको छ पहिले, त्यहाँबाट मेरो जन्मदिने आमा बित्नु भएको छ एउटै वर्ष 3 दिन 4 दिन अघिपछि भएर, त्यहाँबाट असौजा मेरो हजुरआमा बित्नु भएको छ। त्यो बेलाको सम्झन्छु म, त्यो बेला दसैँ आयो होला, चाडबाड आयो होला, हामी केटालाई के थाहा हो त। अहिले त्यो सम्झना आउँदै मलाई दसैँ आएको पनि धिक्कार लाग्छ। त्यो बेला त मैले रमाइलो गरेर माने होला नि, बच्चालाई थाहा भएन केही छैन। आमाको सम्झना पनि के थाहा भयो र, आज कतिखेर खसी काटेर मासु भात दिन्छन् भन्ने सम्झे होला। त्यो आमाको न्यानो काखमा बस्नु पर्ने उमेरमा हैन, त्यो बस्न पाउने बेला मैले सोच्दा त्यस्तै सोचेँ होला। त्यहाँ पछि मेरा आमा ती पछि अर्की आमा ल्याउनु भयो बाबुले, बुबाले ल्याएपछि अर्की आमा बच्चा पाउन थाल्नुभयो। म बच्चैपन छ मेरो, लाउँ खाउँ केही छैन। अनि त्यहाँदेखि म सोध्न थालेँ क्या, आँगना भुसी बाँधेछ, ढोका गाग्री ल्याएर बुबा पानी लिन जानुहुन्छ, अहिले त पानी ल्याएर त भुसीलाई खानिदिनुहुन्छ, घाँस काट्नु बारी रुखाहरू घाँस काटेर ल्याउनुहुन्छ, बारी अनि वस्तु बाँध्ने भने चलन छैन, अलिक दुःख गरेर काम गर्ने चलन छैन, काँडा ढोक्रो हालेर बेसा खोज्न हिँड्नुहुन्छ, चामल ल्याएपछि खाना बनाएपछि यो ठुला आरागी छ भनेर त्यो श्रीमतीले अलि भात अलि बढ्ता दिनुहुन्छ, हामीलाई दामै सही गरेर भाग बिलो गरेर बाँडिदिनुहुन्छ, त्यो खाएको थियो भोक लागेको हुन्छ। म आफै भान्से भएर पनि त्यो खसिनी भन्ने आमा ल्याएको थियो, हामीले खसिने छेउ खान नहुने, म भान्से हुन्थेँ। त्यो एक मानामा त्यो छाप लाग्ने त्यो घेरादेखि हुँदा आधी मानु निम्ठो मानु, त्यहाँबाट झुसी भएर झुसी मानु हुन्थ्यो। त्यो घेरा मुनिको चाहिँ राखेर आफूले खाने, बाउ अरूलाई चाहिँ त्यो निम्ठाभरिको पिठाको रोटी हाल्ने, अलि धेरै ठुलो हुन्छ भने धेरै पानी हालेर त्यो घतत पार्ने फर्काउँदा त्यो गिलो रोटी पाएर खान्थेँ, अलिक धेरै पाएर खाएको क्या भुइँ लगाउन। त्यो भोग्दा अलिक ज्ञान घोष हुँदै गएपछि म अब छुट्टिन्छु भने सुरु गरेँ। अनि मेरो छिमेकमा एउटा काका बाबु थिए, म त छुट्टिनु पर्यो भने, त्यसो बाबुलाई सोध भन्नुभयो मेरो काकाले। अनि पानी बोक्न जान्थ्यौँ बाबु छोरा, अनि माटा भाँडा पानी बोकेर ल्याएर म त छुट्टिन्छु भनिसकेपछि मान्छे खत त्यसो भन्नुभयो बुबाले। अनि उनी काकालाई भने, अनि त्यहाँदेखि गएर अंश लगाइदिने, हिसाब गरेर अंश लगाइदिन आउँदै मागा दिनेमा 26वटा जुत्ता मकै आएको थियो भागमा, हामी पेडमा लाएर लानुभयो। बाबुले आमा ल्याउँदा अर्की आमापट्टि जन्मेको छोरो उतापट्टिको पनि ल्याएको थियो, उनीहरूसँग 4 जनाको जानुभयो। हामी नाति बाजे 75 वर्षका हजुरबा हुनुहुन्थ्यो, ऊ र म एका ठाउँमा बस्ने भयौँ। हजुरबुवासँग तपाईँ छुटेर बसेँ। अनि त्यहाँबाट बसिसकेपछि के खाएँ होला, त्यो बुबाले लगाएको चाहिँ खारीको जौरा फेर फाटेको बोतलो थियो, अनि एउटा दरी थियो, त्यो कम्मल धरिँदा भुजुङ्गा भएको, अनि अंश लाग्दै 16 पाइँ जाने धोक्रो मलाई भागमा आयो, 24 पाइँ जाने धोक्रो अल्लाहको धोक्रो बाबुलाई गयो। त्यो धोक्राभित्र नपस्नु न के ओढ्दा त्यसले ढाक्नु, यही भोत्लो ओढ भनेर त्यो भोत्लो ओढेर सुतेको मेरो जन्मेको घरेरी छँदैछ, त्यस्तो ओढेर सुतेर 5 रुपियाँमा एउटा रातो बर्की यो मधेसतिर जानेले ल्याउँथे 5 रुपियाँ पठाएर त्यो रातो कले रङको बर्की ओढेर त्यो ओछिनमा सुतेको मेरो सपना छँदैछ। त्यो गरेर त्यो कोदालोमा पनि हालेर खन्न थालेपछि खन्न थालेँ खने 2-4 वर्ष कति 5-6 वर्ष खन्दै गएपछि अलिअलि बेचो अलि हुन थाल्यो, खाने गरम थालेँ। हजुरबा पनि बित्नु भयो, अनि त्यो काजक्रिया गर्दा आउँदै यहाँ कटबार भन्ने साउ थियो, त्योसँग धान लगेर त्यो काजक्रिया गराएँ। गर्दै गएँ, हिङमा चाहिँ कसरी थाल्ने काम गर्न। मेरो बिहा सिया भएको छैन। अनि त्यो बिहा हुने बेला अवस्थापछि मेरा दिदी र भाइ थियौँ, मेरी आमा बित्ता हुँदी फेरि जन्म दिएर आमा जानुभयो। अनि मेरा दिदी बिहा गर्ने अघि हामीहरूको जातमा साटो चल्थ्यो। अनि मेरा दिदी गर्ने मेरा भिनाजुले टोक्सेलमा एउटा केटी मागिदिनु भएको छ। म अर्काको कोदालो खन्न मकै गोड्न गएको थिएँ जेठका दिनमा, बेच्दिने, त्यहाँबाट चाहिँ त्यो मान्छे लिन आएर मलाई लगेर उहाँ बिहा गराउने दिन हो तेरो भनेर लिएर उहाँ गएँ। उहाँ टोक्सेल गएँ, यही बाटो त्यो ठाडो उकालो लाएर गएँ। उहाँ पुग्दा लु बिहे भत्को है तेरो छैन, अहिले 2 टिकटी बिहा गर्ने भनेर चाहिँ जेठी मलाई कान्छी अर्कालाई बहिनी अर्कालाई यो बालविवाह लाग्छ भनेर त्यो रोकिदिएछन् त्यहाँका बडापाकाले ठुलापाकाले। अनि त्यहाँ गएर बसेपछि लु अब त्यहाँ एउटा अक्कलनाथ भन्ने एउटा खतिवटा रहेछ, त्यसलाई कुरा राखेछन् नसँग जाने साथीले। अनि राखेपछि लु बिहा गरौँ त, यसको चाहिँ बिहा गरौँ भन्दा मेरा पाहुना सबै फिर्ता भइसक्यो, पाहुना चाहिन्छन् मलाई गोरा धुने भनेर एउटा त्यहाँ पाटा मकै छर्दैछ एउटा हली, त्यो हली दिउँसो त्यसलाई त्यो गोरु मलाई जोत्न लाएर अनि त्यो त्यो पाहुना फिर्ता गरेर त्यो मान्छे गयो। अनि बेलुका त्यो मान्छे लिएर आएछ, म त्यो गोरु जोतिसँग फुकाएर गएर त्यो गोरुका धनीका घर दलनमा बसी चाहिँ कोदा रोटी हालेर भित्र मलाई बोलाए त्यहाँ त्यो कोदा रोटी र गोलमिलाको अचारसँग रोटी खाएँ। अनि ढल्किरी चाहिँ लु तेरो बिहा भयो, अब लु आज यो गर शान्ति कसारे बसेर सबै कुरो भनेर मेरा दिदीका अघिपट्टिका सौताने छोराका
लुगा धोएर लगिदिएर छन्। ती लुगा लाएर कोजा रोटी खाएर मायाका दौरो लाएर बेहुलो भएँ। अनि श्रीमती बिहे गरेर ल्याएकी श्रीमती। कति सालमा भयो यो धेरै म त सालै आउन मलाई अलि अनुभव भएन। अनि बाल्यपन अनि त्यहाँ लिएर आएँ। हजुर चाहिँ कति वर्षको उमेरमा हुनुहुन्थ्यो? म 21 वर्षको 22 वर्षको थिएँ। 22 वर्षको त्यो बेला। अनि त्यो भुक्त गरेर माटाको भाँडो माटाको गाग्रो चाहिँ पानी बोक्ने एउटा पितली गाग्रीमा बारीको डल्लो माटाको डल्लो त्यो पुवालमा थिचेर 15 गाग्रीले पानी ल्याएर खनेउँदा म जस्तो पानी भात पकाएर खान दिन्थेँ। मेरा बुढीले यस्तो दुःख पारिस् तैँले मलाई भनिन। त्यो नभन्दै अनि हामी दुईजना कान्ला खन्ने बारी खन्न भैँसी बस्तु बाँधेको ठाउँ खनेर जोत्ने गोरु थिएन। खनेर चाहिँ जग्गा उग्लाउँ गर्थेँ। त्यो गर्दा 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 अनि पछि 4 भाइ 2टा छोरा 2टा छोरी जन्मिसकेपछि अनिखेर त्यही ठाउँमा गर्दै 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 गएँ। अनि त्यहाँपछि त्यसलाई रोग लाग्यो। यिनी नानीका बुबा एउटा पाठा पूजा गर्ने थियो। गएर उहाँ पाठा पूजा गरिदियो अरे। बेलुका साँझे पूजा गर्थ्यौँ। त्यो यस्तो गरेर हानेको थियो अरे घाँटीमा। अनि धरखरियो मेरा बुढी। हामीले जाँड खाएको थियो। बुहारी पो धरखरी त मार्दैछ क्या भन्ने बुढा छन्। म सम्झिरहन्छु यहीँ छन् नि बुढा। अनि त्यहाँ त्यही रोग बिमार फैलिँदै गयो। 3 वर्ष रोग लाग्यो। मिसन लगाएर राखेँ। 1 सय 3 चोटि गर्दा पनि त्यो केही पत्ता लागेन। त्यहाँ ठाउँ सर्दै दुख्दै यस्तै पोको पर्यो। अनि त्यो पोकै भएर अनिखेर त्यो मान्छे बित्यो। ती छोराछोरी 4 छन्। 3 वर्षको छ त मेरो कान्छो छोरो। आमा बित्दा 9 वर्षको थियो ठुलो छोरो। छोरी त्यसै थिए। अनि आमा त्यसरी बितेपछि दिनै त्यही ठाङ्ना मुङ्ना लाएर ती छोराछोरी हुर्कँदै गए। बन्दोबस्त त हुँदै गएको थियो। मेरा साथमा ती 4 छोराछोरी र एउटा भैँसी जग्गा जेठो मात्रै रह्यो। अरू चल सम्पत्ति त सकियो। त्यो बिरामी हुँदा यहाँदेखि बोकेर मामखा पुर्याएँ। डोकामा धामीले उपचार गर्दा भन्नु भनेर मामखा भन्ने ठाउँमा लगेँ। त्यहाँबाट उपचार गरेर ल्याएँ। बाहुन पढाएँ। गाईदान गरेँ। मैले श्रीमती बचाउन सकिनँ। त्यो भुक्तमा डुबेँ। फेरि म डुबेँ। त्यहाँदेखि त मलाई छोरी दिने भने मान्छे प्रधान पञ्चायतले उठेर हाइजाइ गर्न थालेको थिएँ। अथवा गर्छन् झुन्ना नै थियो। नाम त सबैतिर चलेको। अनि बिहा गर्छ भने म छोडिदिन्छु भने यहाँ कटौजिया मान्छे निस्क्यो। बिहा गरेर जनसुपारी पनि दियो मलाई। यसो सोचेरै आएँ। कङ्गाली भिखुन्छ धनीहरूको पति बुढो तरुनीहरूको। वरिपरि गरिब छन् भने एउटा धनी छ भने त्यसलाई भिखुन्छन् अरे। सबै कुरो माग्न जान्छन्। तरुनी छोरी बुढो ल्याउनु छ भने त भिखुन्छ अरे। भने म बिहा गर्दिनँ। भने म भ्याक्सिन गरेको छु। अब कसैले लगाइदिएर त भ्याक्सिन गरेको छ के झुन्निए कि भन्दा त पहिले जाली। एउटैले बिमारी भएर सकियो जेठा। फेरि उहाँमाथि भएको पनि निस्केन। बिहा गरिदिने भने त्यो मान्छे रुँदै हिँडेर मसँग ज्योतिष पनि आउँछ। ज्योतिष पनि कुरा गर्थेँ। अनि यस्तो विद्वानलाई मैले छोडिदिन पनि मेरो धिक्कार भन्ने गयो। अनि मैले पछि अहिले उहाँ बाबुले अहिले बिहा गरेको ठुलियामा छ मसँग। त्यो छोराछोरीकी आमा हो। त्यो मान्छे का लोग्ने अर्की घर चिनी स्वास्नी जोडो बिजोग छ। आफ्नै घरमा ल्याएर राखेको छु। मेरो घर त 2 नै थिए। आफ्नै माथि घरमा ल्याएर राखेको थिएँ। त्यहीँ बस्दै त्यो मान्छे अर्की लिएर हिँड्यो। अनि त्यसैले त्यो घाँसपात गर्दै गयो। बस्तु भाउलाई गरेपछि केटा पनि उसका हुर्कँदै गए। सेवा सुविधा हुँदै गयो। अनि ऊ विदेशबाट फेरि त्यो लिएर यहाँ ताता पनि गएको लिएर आएपछि त्यसलाई त्यो छोराछोरी जिम्मा लाएर त्यो बुढी मसँग बसी। अनि मैले के भनेको थिएँ भने भाग्य थियो भने स्वास्नी मर्दिन्थ्यो। धर्मी थियो भने मगनी ल्याउँदैन थियो भने नपारै भनेर त्यही बस्दै गएपछि अनि 3 केटा पनि अलि हुर्कन थाले। हुर्काइने उसैले गर्दै गएपछि अनि 3 जग्गा जमिन जोड्दै बिक्री गरेका जग्गा सबै जोड्दै लगेर 16 मुरी मकैको थाम्रो ढुङ्गा घर आँगनमा आएर साउले ढुङ्गो गाडेको थियो। त्यो जग्गा सबै फिर्ता गरेर ढुङ्गा छान्नेवाला घर बनाएँ। त्यही बुढी आएर त्यही पछिपछि 2, 4, 5, 8, 10 वर्ष पछाडि अनि त्यो गरेँ। 14 खसी बेच गएको साल मैले त्यही आएर बसेपछि त्यो केटा पनि हुर्कँदै गए। 18-16 मुरीको मकैको थाम्रो हालेँ। अनिखेर त्यहाँदेखि साउ भन्ने नाम पनि गर्न थालेँ मलाई। त्यो पनि नाम कमाएर आइपुगेँ यहाँसम्म। धन सम्पत्ति जोडिएपछि त्यो बेलाको त तत्कालीन महाजन हैन त्यो हुँदै गएर अनि अहिले त्यहाँ मेरो छोरो मैले 2 वर्ष रौता चन्दनीगापुरको
मास्टर पालेर त्यो छोरालाई पढाएँ घरमै। अनि त्यहाँपछि त्यो मास्टर राखेर पढाउँदै ओखलढुङ्गा जिल्लामा अलिक ठुला बडा मान्छे पनि त्यहाँ कुनै काठसाठ खोल्न आउँदा मेरो घर बस्थेँ। त्यस्तै गफ गरेँ। त्यो छोरालाई सोध्थेँ खोज्थेँ, अब तिम्रो छोरालाई म केही जागिरमा मिलाइदिन्छौँ, तपाईँको छोरा राम्रै पढाइमा छ भन्दै जाँदै गर्थे। अब पछि त्यहाँलाई काठमाडौँ पढ्न जाने भनेर सोल पनि गएर पढ्यो मेरो छोरो। अनि कतिजना उहाँ उतातिर केही प्रतिनिधि जम्मा दिँदै गयो। त्यहाँबाट चाहिँ निकै तगडा थियो क्या, तगडा थियो। अघि उसले भीमसेनलाई दुर्योधनले पत्ताल भसाइदिएको थियो अरे, त्यस पत्ताल भस्दा पनि भीमसेन निक्ले थियो अरे भने त्यस्तो खालको थियो क्या। अहिले बेपत्ता भएर बेपत्ता हुने मान्छे त्यो छँदै थिएन, धरती पनि हाले पनि निस्किन्थ्यो। त्यसलाई मारेर सखा बनाइदिए र अनि अहिले हरायो। अनि त्यो त्यस्तो बिहाल भएर बस्दै गएँ। अब के गर्नु, अनि छोरीहरू बिहा गरेर पठाइदिएँ। आफ्ना घरमा छन् छोरीहरू। अब नाति नातिनीहरू कोही जापान छन्, कोही कता छन्। अहिले मेरो कान्छी छोरीको छोरो अहिले फुल इन्जिनियर पास गरिरहेछ। उसले बिहा गरेको छैन। अब फुल इन्जिनियर पास नगरी बिहा गरिदिनु भर्खर सको। अब बिहा गर्छु भन्न थालेको छ। छोराछोरीबाट राम्रै सन्तोषै छ। श्रीमती त अब त्यही ऊ छ, अहिले आएर बसेको। त्यसैले काम गरिदिइराखेको छ। यसो भात पनि पकाउँछ। अब बुढेसकाल भइसक्यो। अब त नाजुक भइसकेको छ नि। मभन्दा 1 वर्ष कान्छ भनेर चाहिँ चिना के अरे उसका बुबाले भने म 4 साले 5 साले भनेको थियो। मान्छेले हेर्ने भने 80-90 वर्षकी जस्तो छ मान्छे। छ पनि होला, अलिक ठुला जानको, बाबु पनि ठुलै जानको थिए। अनि त्यस्तै भुक्त भोगेको छु। अहिले मेरा बिहाले हेरेर पनि हेरिसक्नु छैन। मभन्दा दुःखी जन्मिने मान्छे छ पनि छैन भन्ने जस्तो लाग्छ मलाई। धेरै अनुभवहरू, धेरै दुःख भोगेँ। तर म कहालिनँ, आँतिनँ, काम छोडिनँ, इलम छोडिनँ। अल्छे मान्छे देख्न सक्दिनँ म। अब 2 पाथीसम्म दुध दुहुने भैँसी पालेँ। अब 14-18 बाख्रा बिउँ चाहिँ एउटा बाख्रा तुवाको मलाई थाहा छैन। अब बुढी त्यहाँ खसीलाई घाँस काट्दा आउँदै खसेर त्यतिबाट खसेछ र बिरामी भइदियो, झार नचल्ने भयो। अहिले 7-5 वर्ष भयो। अनि त्यसलाई लिएर उहाँ घुपा गएँ। म त घर पाएँ पनि, तल मधेसमा घर छ मेरो। घर खेतै उहाँ जोडेर छोराछोरी उहीँ छन्, नाति नातिनाहरू बेलबारी 9मा। बेलबारी 9मा। अनि घोपा लिएर गएँ। घोपा लगाएर 3 दिन राखेर त्यहाँको औषधि खाएपछि 10-12 दिनका दिन उठाइदिए भने उठ्न थाल्यो। त्यहाँदेखि दिसा उहीँ ओछ्यानमै गरे मान्छे लौरो खोज्दै लौरो लिएर टोइलेट जान सक्ने आउन सक्ने भयो। 20-22 दिनपछि अनिखेर 1 महिना जति त्यहाँ बसेर अनिखेर त्यहीँ घरमा छोडेर अनिखेर यहाँ आएर यहाँ यताउति घुम्यो अरे। त्यहाँबाट फेरि त्यस्तै हुँदै फेरि भात पकाइदिने मान्छे हुँदैन भनेर अनिखेर फेरि यहीँ आएर भात पकाएर बसेको छ। मेरो हालत अब अलि पैसा चाहिँ धेरै नै कमाएर छु, तर पैसा दिएँ अर्कैले खाइदियो र पैसा हाम्रो होइन भन्न थालेको छु म अहिले। पैसा मसँग हुँदा मात्रै हो। कुराकानीको अनौपचारिक कुराकानीमा भन्दै हुनुहुन्थ्यो पैसा कसैको नि आफ्नो हुँदैन हुँदो रहन्छ। मैले भोगेँ नि त। अब मसँग छ दिन्छु, अनि त उसले जतन गर्न थाल्यो। उसले त कसैले छुन चलाउनु त्यसले उसकै भयो नि त। अनि माग्दा दिनुमा लगाएर दिन्छ नि, नदिनु लागेन भने दिँदैन त। अनि उसको भएन त। मेरो भने के नाता, आफ्नो त हुँदैन। के नाता छ मेरो भने केही छैन। हाम्रो जीवन पनि हाम्रो होइन, तर सम्पत्ति छन् सर आँखाले देखेदेखि। तर माया चाहिँ आफ्नो ज्यानको त पैसाको माया हुन्छ। यो यहाँ आफ्नो ज्यानको माया हुँदैन, पैसाको माया हुन्छ। त्यो पैसालाई अर्काले दुर्दशी गरिदियो भने दुःख लाग्छ। दिन्छु भनेर लागेको छ नि त, दिँदैन भने के गर्नु त, मर्नु त भएन। तर माया चाहिँ धेरै हुन्छ पैसाको। मैले साँच्चै भन्नुपर्दा म खर्च गरेर जताकै खर्च गर्न मलाई दिँदैन। खानु लाउनु पायो भने पर्छ। लाइसेरी खाइसकेर मरेपछि लम्बसार भन्छ आउँछ, मरेपछि लम्बसार त हुन्छ त, कहाँ उठेर दौड्छ त। तर मान्छेले भन्छन् नि मेरो ज्यान जाला तर म छोड्दिनँ भन्छन् नि। भन्छन् अब छोडेर नछोडेर त सकिँदैन। मैले हरेस खाएको छु। मेरो 30 लाख जस्तो पैसा होला लगानी, मैले हरेस खाएको छु। जस्तो बोले अघि के अरे यो के अरे यो उसको पण्डितले बाहुनको उसको पनि गर्छु भन्दै हुनुहुन्थ्यो। यति धेरै जीवन सङ्घर्ष दुःख कष्ट हरेक भोगेर आउनुभएको छ। यी कुराहरू चाहिँ कहिले पढ्नु भ्याउनु भयो, कसरी पढ्नु भयो, कसरी सिक्नु भयो हजुर? यो मैले साँच्चै भन्नुपर्दा ज्योतिषी काममा नि, साँच्चै ज्योतिषमा हेर्ने हो भने ज्योतिषले धेरै कुरा बताउँछ। ज्योतिष त बोक्सै बराबर हुन्छ ज्योतिष। अब यसरी घर बनाउनु पर्दा छोराछोरी जन्मिन्छ, कस्ता ग्रहमा जन्म, कस्ता लग्नमा जन्म, त्यो राम्ररी हेऱ्यो भने बाँच्दैन, कस्तै गरी औषधि खुवानी बाँच्दैन है भनेर बताउँछ।
जन्मस्थानमा शनिश्चर हुन्, तेस्रा महादेव गुरु, चौथा थानामा वीरसुत हुन्, त हुन्छ श्रेष्ठै बरु। जन्म लग्नहरूमा यस्ता यस्ता जन्म यस्तो हुन्छ है भनेर बताउँछ। मूल पर तेरो छोरो गई गनी भन्छ होइन, मूलको एउटा वृक्षको आकार हुन्छ। साना हाँगामा परमूल भने अल्पायु जातक होला, बोक्रा आदिमा परमूल भने घाइते भई जन्मला, जन्मदै घाउ गरेर जन्मिन्छ। सिधै फुलमा पर्न गए त मन्त्री मिलने, फलमा त राजै समान। सिधै मूलमा परमूल भने बाबु आमा मरलन। सिधै मूलमा परो भने मूल भने एउटा आकार, एउटा वृक्ष हो। त्यो वृक्षको आकारमा चाहिँ ग्रहहरू घुमेर गएको हुन्छ। त्यो बेला परेको कहाँ परेको छ, कस्तोमा परेछ, त्यस्ता त्यस्ता बीज पनि हुन्छन्, त्यस्तो त अनु पनि हुन्छन् भनेर लेखिया हुन्छ। त्यो पढ्नु पर्यो भने थाहा हुन्छ, नपढे थाहा हुँदैन, ज्ञान हुन्छ त्यसै हुँदैन। हजुरले चाहिँ कुन समयमा कसरी पढ्नु भएको? मैले यो जो किताबहरू मैले सुनेपछि बोले मलाई आउँछ। मैले त बोलेर पुराण भन्दै भन्दै लगन त मलाई त खाता पल्टाउनु पर्दैन, मलाई आइहाल्थ्यो। अहिले त आउँदैन है फेरि, अहिले त छैन। सुनेर नै तपाईँले सुनेर मलाई त्यस्तो हो नि। त्यो सबै कुरा भन्न आउँदै हामीलाई असर गर्ने केले गर्छ भन्दा जेमघण्टा। यमघण्टा पर जन्म बाल भने उपाय छैन है। अब जेमघण्टा कस्तो दिनमा हुन्छ नि त, कुन बारमा हुन्छ भन्छ भन्दा आइतबार कि भरुनी विशिखा, आइतबार भरुनी र विशिखा छ भने जेमघण्टा हुन्छ। आइतबार कि भरुनी विशिखा, सोमकी अश्विनी उत्तर खारा, मङ्गल शतव्य मगा परियान, बुधबार प्रफलनी जान, गुरु सरौन शत परियान, शुक्रे ज्येष्ठ रोहिणी जान, शनिश्चर अश्लेषा पौष नपरि, यति जेमघण्टा प्रसिद्ध जान। यति बारमा यही नसर पऱ्यो भने जेमघण्टा आउँछ प्रसिद्ध जान है। यी बारका हुन्, यी बारका भने अतिथिका, यी बारका हुन् तिथिकाका हुन् द्वितीय अनुराधायम, तृतीय उत्तरात्रम, चौथी मघा संयुक्तम, खष्टीमा लेखो सप्तमी। यी तिथिमा यी नक्षत्र पऱ्यो भने जेमघण्टा हुन्छ। जेमघण्टाले के गर्छ त, जातो जन्मे जिए नास्ति बस्ती बसे, उज्रे गाउँ घर न साँचे होला र न विवाह गरे होली र न किर्खी गरे भुटिए चले पन्था पल्टे जेमघण्टा बाह्रले मरिन्छ भन्छ। जेमघण्टा देवदाने महा गरे, देवदाने सङ्कटे देउ चलाउने कष्ट लाग्छ है। विशालुबारे विश्वघरिका रसालुबारे 10 डाका कौ सुनेबाट भ्यास परेको, भ्यासी पनि हस्स परेको थिए है भनेर बताएको हुन्छ। ग्रहहरू गन्ने तरिका, घर बनाउनु पर्यो, घरका सायद 2टा हुन्छन् 3टा हुन्छन्। घरको थाल्ने अनि त्यहाँ ढोका राख्ने, धुरी छाउने। ढोका राख्छ सामु राहु पारेर ढोका राख्यो भने कुची पिँढी पैँठी पगार यसलाई भन्छ। सनमखा राहु नखिच द्वार, कि घर नमरे, कि घर अग्नि भए, कि घर चोरले पैँठी लैजा, कि घरको सुहानी मर्छे, कि घरमा आगो लाग्छ, कि घरको सम्पत्ति चोरेर लान्छ है भनेर बताउँछ। भने यस्ता यस्ता दिशाबोध हुन्छ। ती 3 महिनाको बास गर्छ राहुले, पूर्व पश्चिम उत्तर दक्षिण 4 दिशामा। तर 8वटा दिशा हुन्छन्। यिनका खातिर लडाइँका वाक्यहरू थुप्रै हुन्छ। भनेपछि हजुरले यति धेरै कुराहरू, यति धेरै यो ज्योतिषकोहरू पनि सिक्नु भएको छ, सबै सुनेर नै सिक्नु भयो? मैले सुन्नु भन्दा किताब हेरेको थिएँ। एउटा ठुलो किताब थियो। अब त्यो असाध्य किताब थियो नि। अब त्यो त अब के मलाई एउटा आफ्नै साथीले म हेर्छु है भनेर लगेको, ज्योतिषीले लगेको। ती बितेबाट गाँठाघरमा थिए ती। अब ठुलै किताब, त्यो खालको किताब किन अहिले पाउनु पनि गाह्रो पर्छ क्या। ठुलै किताब थियो नि त। अब लग्न हिमेका भए दलित कहियो बिर्सेकी बालो अति, मिथुनले धनपन्थी शोक गरला कर्कट सुरोमती। 12 महिनाका 12 राशि हुन्छन्। 12 राशिभित्र छौँ हामी। मेघ बिरे मिथुन कर्कट सिंह कन्या तुला विशाखन मकर कुम्भ मिनी 12 राशिभित्र जन्मेका छौँ हामी मुलुक भरिका मान्छे। ती राशिका पराक्रमका फलहरू बताउँछु भनेर बताएको हुन्छ। मेष राशि लग्न मेघका भए मेष राशिमा जन्म दलिद्र कहियो वृषेकी बालो, वृष राशिको चाहिँ सेखी गर्छ। वृषेकी बालो अति, मिथुनले धनपन्थी सुख गरला कर्कट राशि सुरु हुन्छ, मिथुन राशि धनपन्थी सुख गर्छ भनेर बताएको हुन्छ। त धेरै 12 महिनाको हुन्छ। त्यसलाई हेर्ने गर्ने सबै थोर गर्थेँ। अब मैले यी कुराहरू त अब मलाई अहिले यो विराटनगरमा हाम्रो बेतनी विश्वर भन्ने ठुलो मान्छे, हाम्रो यस ठाउँको ठुलो मनिजनै भने जस्तो त्यो मान्छे गएर अहिले घर बनाएर बस्छन्। अहिले हाम्रो धमला परिवारको धमलाहरूको चाहिँ एउटा गोत्रावलीबाट घरै बनाउनु दिएको छ। त्यहाँनिर अब हाम्रो चाहिँ यो कर्मकार्य गर्दा हुँदै हाम्रो यो गोठाका थुपहरू गर्दा हुँदै गर्ने एउटा ऊ छ। त्यो ल्याइदियो है। त्योसँग हामी लिनु पऱ्यो भनेको छन्। जाऊँ भन्दैछ। मेरो घर त अलि वर हो, त्यहाँ पुगेको छैन, पुगिदिउँ त भनेको छु। अब त्यो तीर्थहरू यी पृथ्वीभरिका तीर्थहरूका नामहरू छन्। अनि ती नामहरू पनि त्यो आउँछ मलाई। त्यस्तै बताउँछ। यति धेरै कुराहरू गर्नु हो। तपाईँहरूको बाल्यकालतिर एउटा ऊ गरे के अरे त्यो बेलाको समयमा कस्तो खालको गीतहरू गाउनुहुन्थ्यो, त्यस्तो हुन्थ्यो कि हुँदैन थियो? त्यो गीत पनि थियो।
गीत गाउने चलन थियो, गीत गाउँथ्यौँ, अब धुन्ना नै गर्थ्यौँ। अब त्यो गीत त अघिको गीत त कस्तो थियो भने केरा हाम्रो पालामा नि केरा काटे छम्मा लाई केरा काटे छम्मा सासौँ खेलाउँ साथी भाइ जामा यो दमै बाँचेसम्म भन्थ्यौँ। गाईको होइन बाछीलाई गाईको होइन बाछी को नाचिदेला को हाँसिदेला नि हामी नै मरेपछि भनेर गाउँथ्यौँ। बजारे गीत रातिलाई उड्ने दोहरी खास्टो दिउँसोलाई बर्किछ घरमा जेठी गीत भन्छ गीत भन्छ त्योहरू गाउनुहुन्थ्यो। हो भनेपछि त्यो बेला त के भन्छ यो गीत नै गाएर के अरे के भन्छ तुक्का दोहोरी त्यो गाएर पनि चाहिँ बिहे गर्ने हार्यो भने त्यस्तो चलन थियो नि त्यो हुने। अब त्यो महिला पुरुषको अब गीत हुन्थ्यो। फेरि कस्तो हुन्थ्यो भने जात अजातको पनि गीत हुन्थ्यो क्या दोहोरी। अनि जातकोले कसरी गाउँथ्यो अजातकोले कसरी गाउँथ्यो भने सुरिलो रुखमा चिल बसो कठैनीलाई नहुँदो माया हलबैसँग दिल बसो भन त्यो दली जातिले। अनि त्यो उसले भन्छ फेरि के भन्छ निलैलाई त्यो पुरुषले त्यसो भन्छ सुरिलो रुखमा चिल बसो नहुँदो माया हलबैनीसँग दिल बसो भन्छ उसले। त्यो हलबैनीले भन्छ निलैलाई सिन्काले पात खिल्दैन हलभाइसँग दिलचित्त मिले पनि जात वर्गी मिल्दैन भन्थ्यो उसले। अब उसले भन्छ निलैलाई हलबैनीसँग दिलचित्त मिल्यो तिन पाया डोरी बाटेर यहाँ बस्न पाएन भने जाउँला न हामी डाँडै काटेर। मिठो मिठो हुँदो रहेछ है बुवा। असाध्यै हुन्छ असाध्यै हुन्छ। यस्तो गीतहरू यो दोलखातिर पनि चल्दो रहेछ। त्यहाँ पनि गएर हेरेको छु मैले। अब कस्तो कस्तो हुने भने न्यार्नीको खेती त्यही पनि यति यति एकापट्टि जिरो एकापट्टि मेथी भने अनि एउटा घर पूर्व एउटा घर पश्चिम पश्चिमको घरमा 2-4 दिन बस्यो एउटा त घर ले हो लुगा धुने साबन साबन धुने पानी यो मनाइ धुने केले हो भने नि त्यसो पनि हुन्थ्यो अघिको गीत। अहिलेका जस्ता ती होइन लोक राम्रो लाग्छ मलाई त चाहिँ अघिका चाहिँ गीत धेरै भाका एकदम सृजना शब्दहरू मिलाएर भनिन्थ्यो नि त त्यो बेला त। अब एउटा ऊ पनि बनाउँछ नि त। अब सिंहदरबार आग लागि हो नि त। त्यो सिंहदरबार आग लागि भएको एउटा कविता बनाएका थिए नि। दैव संजोग के कारणले आगो लागि गयो त्यति राम्रो सिंहदरबार बसमा चुर भयो बलिरहेको अगुल्टामा जति थपो पानी निम्न जाला भन्दा कतै झन्झन बल्दै जाने झ्याल थिए ऐना र सिसाका ढोका थियो सुनचाँदी मिसाका त्यतिखेर राजालाई कस्तो भयो निन्द्रा पनि सपना जस्तो भने यसो कविता बनाएको थिएँ कि मैले सुने चाहिँ नबिर्सने। त्यसो भने चाहिँ म आइहाल्छ मलाई चाहिँ। अब त्यो तपाईँको श्रवण एउटा त्यो जुन के अरे क्षमता त्यो अति राम्रो रहेछ हजुर। त्यसरी सम्झेको म नबिर्सने। अब राजा हरिचन्द्रले कस्तो दुःख गरेका छन् कस्तो हैरान परेका छ यतापट्टि जान्छ धार्मिक शास्त्रतिर गएर हेर्दा हुँदै राजा हरिचन्द्रले शिकारमा गएका थिए। अनि एउटा युवती राम्रो युवती रुँदै रहेछन्। अनि राजाले त्यो देखेपछि राजा खेल्न सिकार त्यही वनमा घुम्दै पुगेछन् अनि एउटी सुन्दरी रूपकी अबला रोइरहेकी पनि सोधे सत्य दया दिएर मनमा को तिमी सुन्नारी
कसले कष्ट दियो र यो वनमा रुन्छेउ विपद के परी यस्तो प्रश्न सुनिसकेर निर्भको जाइ अगाडि सरी लागि भन्न कहेर ऋषिया बसन्त तपस्या गरी मेरा आश्रमका नगिचा नबसे बिग्रिन्छ हाम्रो तप भन्छन् दुःख दिन दिन मलाई कहाँ जाउँ अब भनेपछि राजाको त मन कल्पेर हुर्क भइसके यति सुन्दरी रुन्छ अनि कहाँ छन् ऋषि भन्दा ऊ त्यहाँ छन् ऋषि भन्दा ऋषि फेरि गयो छोट यो तपस्याले तिमीहरूको सबै हाम्रो जीवदै जम्मै रुवावासी चल्छ भनेर त्यो तिनीलाई ऋषिले के भने ऋषिले फेरि भने हाम्रो केही छैन हामीलाई के दिन्छौ त भन्दा म राज्य दिन्छु भने दरबारै राज्य दिएर सङ्कल्प गर हाम्रा कुखुरा चल्लो बेताउँदी हाम्रा स्वाहिनी रिसाउँछन् भने उसले राज्य नै दिएर आउँदा आउँदै हगरकी श्रीमती रिसाइनन् भोलिपल्ट नहुँदै आइपुगेतिर नि सङ्कल्प भने एउटा हामीले परेपछि एउटा दान पैसा पनि गर्नुपर्छ त्यो लिन आए आउँदा ढिकुटीमा पैसा झिक्न जान्छ मेरो राज्य भइसक्यो यो राज्य मेरो सब छोडिदियो बाँकी छ त भैँस दान जल्दी देऊ भन्न थालेर त्यो भैँस दान दिँदा पनि श्रीमती पनि बेचे छोरो पनि बेचे आफू पनि बिक्री गरेर दान पुस्ता भएको छ भने पछि त्यो छोरो पनि उसको उखेल्न जाँदा पनि जङ्गलतिर त्यहाँ मऱ्यो धेरै लामो छ त मलाई 3-7 दिन आउँछ यो महापुराणलाई मलाई मसँग एउटा किताब पनि छ महापुराणको त्यता कति आउँछ मलाई त भनेर पनि सकिँदैन म यस्तो धेरै यस्ता कष्ट भोगिरहेको छु मैले थुप्रै जाति पनि भोगेँ नजाति पनि भोगेँ सुख पनि भोगेँ दुःख पनि भोगेँ मा बिजाउनु भोगेँ अब उहिले एउटा भन्थ्यो अरे म यत्रो भएँ मरिहेरेको छैन भन्छ मेरो मरिहेर्न मात्रै बाँकी छ अथवा मेरो सकियो छैन जस्तै अघि त्यो सिलौट त्यो भाकाहरू गाएर त्यो चाहिँ बिहे गर्ने चलन अघि मैले थोरै कुरा उठाएँ त्यस्तो तपाईँले चाहिँ देख्नु भएको छ त्यसरी बिहे गरेर गएको त्यसरी बिहा गरेर गीत गाएर बिहा गरेका मान्छे हाम्रा एउटा थिए ती मान्छे बिते छैन तिनीहरूका सन्तान अहिले राम्रो गरी सुखीमै छन् र बिहा गरेर बिहा गरेर अघि जुन मैले भनेको थिएँ नि त्यो झारीवाला गीत हो त्यो गीत गाएर नि खेर उनीहरूले बिहा गरेर जितेर बिहा गरेको अरे भन्थे र त्यसै जुवारीबाट बिहा गर्ने चलन पनि हुने चलन थियो अलिअलि त्यो चाहिँ धेरैको विद्याले धेरै सिपालुले मात्रै नभए कतिले हुन्छ नि त्यो काम पनि त्यो त 7 दिन 7 रातमा पनि सिद्धिँदैन थियो अरे भन्छन् त्यस्तो कठिलो हुन्छ त्यो अब यस्तै हुन्छन् अब हामीले भोगेका कुराहरू अब धेरै भोग्दा पनि मैले भनिहालेँ नि धेरै भोगेँ अनिखेर कष्ट भने अहिले म 80 वर्षको भइसकेँ मलाई यो रोग बिमारहरूको पनि देखा परेको छ अनि गएर डाक्टर जचाउँदा बाँचेर काम छैन भने जस्तो लाग्छ अनिखेर यस्ता बेडमा हालेर घिस्याउँदै घसेर ल्याउँछ यति बिरामीलाई चिमट छ भने ऐया भनन् जस्तो छैन भने यस्तो त बाँच्न खोज्दा छैन म के आत्तिउँ त भनेर म औषधि चाहिँ गरिरहेको छु खाँदै पनि छु दिक्क चाहिँ लाग्छ क्या अहिलेको जस्तो त्यस्तो पैसा गर्नु भने मन लाग्छ सकिँदैन मनले आँट्छ तर अब यहाँ आउँछु मैले सुख नदिएर आउँछु अब घर पुग्न हुन्छ भन्छु घरमा गएपछि त म सुतिरहेर भने अप्ठ्यारो लाग्छ अनि उठेर हिँड्छु अहिले बिहान म अब केही खाना म अन्त गएर फेरि चाहिँ तपाईँ खाइरहनु मेरो अब डुल्न हिँड्दा आफ्नै झोला सामान बोक्छु अनि पानी तताइदिए भन्छु पानी तताउन लाउँछु चिउरा हाल्छु अथवा सातु बोक्छु अनि खान्छु अनि खेर हिँड्छु मलाई यो खानकी दिए हुन्थ्यो भन्छ मलाई लाग्दैन आफ्नो खानकी आफै गर्छु खाएँ मैले जान पनि खाएँ रक्सी पनि खाएँ म जति जाँसी खाने मान्छे कोही पनि छैन यो मुलुकहरूका पारा यो सारा सबै यति भित्रमा यति भित्र सबैतिर जाँड खाने म देउसी भट्ट्याउन हिँड्थेँ दुनियाँ देउसी खेल्न हिँड्थेँ सारा मुलुकको देउसी खेलेर सकेर यही हो यहाँ भैलो खान्थेँ उनीहरू यहाँ देउसी सकेर दिन भैलो खाँदैन मलाई 85 रुपियाँ यहाँ फुल लगाइदिने उहाँका दाइ उहाँ हुँदै हुनुहुन्छ जेठा भान्जा यो सम्पन्न गराइदियो भनेर मलाई स्वागत गरेका यस्ता गरेर म अब ठुल्ठुला सागुहरू झिकाउँछ कि आमजनी गाउँका मगर देउसी तेरो देउसी लिएर आइज भने मुखियाले झिकाउँछ भने जान्थे भट्ट्याउन लान्थे मलाई जस्तै यो देउसी भट्टाउँदाखेरि चाहिँ आफ्नो क्षेत्र हुन्छ आफ्नै एउटा शैली हुन्छ अरे नि होइन जस्तै हजुरको 1-2 शब्द 1-2 कसरी भट्ट्याउनु त यसो 1-2 लाइन भनिदिनु न भट्ट्याउँदा हुँदै अब आशिक दिने बेलाको हुन्छ हजुरले कुन याद छ आशिक दिन कसरी दिन्थ्यौँ हामी भने देउसी दिए दान आइसक्यो सम्पूर्ण दान आइसकेपछि अनिखेर घर जानलाई आशिक दिने कस्तो सुरुमा देउसी खेल्दाखेरि फकाउनु हुन्थ्यो नि पहिला
पहिला त पछाडिबाट फकाइसके पछाडि दान ल्याउनु थिए दान ल्याएपछि आशीर्वाद दिनु त नि आशीर्वाद दिन्थ्यो त्यो सुरुको अलिकति अनि आशीर्वाद दिएको अलिकति भन्नु सुरुको चाहिँ हजुर सुरुमा चाहिँ यसै सिमानाका देवी देवता तमु रक्षे गरे हामु खेल्छौँ तम्रै भर रक्षा गर देवी देउराली सिद्ध महादेव सबै रक्षे गर आयौँ आङ्न थाल्यौँ माग्न हरिरामको नाम बच्छौँ हाम भनेर थाल्थ्यौँ अनि थालेर दानहरू दिइसकेपछि अनि दानहरू आइसक्यो दान पनि के माग त्यहाँ थपाउने तरिका अब धेरै फलानाको भाग रह्यो अर्काको भाग रह्यो भनेर चाहिँ जानै पछिका साइनो लाएर अलिक बुढाबुढी छन् भने बालखमा पाल्यौ ताल्यौ अहिले घरि किन हेला गर्छौ आए माग्न थपेर खाने लागेको बानी अब आमै छन् भाउ छन् काशी जस्ता आमै रानी म तिम्रो नानी के एकदमै आइहाल्छ नि त्यो राख्न माथि छन्काइ राखेको पनि झिक्री दान थप्ने एउटा चाहिँ त्यो चाहिँ एउटा उपाय होइन त्यो माग्नेको त झर्कै भागे मात्रै नभए सुखै नदिने मेरो जवान संसार उपद्रै गरिहाल्छ त्यो पुगिसकेपछि अनि अब आँसिदिन्छु भन्न थाल्ने नि त अनि अब आँसिदिन्छु पुरुष छोरा कस्ता भ्युसिन जस्ता घर जमान कत्रो सिंहका जत्रो भन्दै दियो ठुला ठुला बढाउँदै लगो अनि भन्दै भन्दै लगेपछि पुरुषलाई बारुन् साथमा अश्रीलाई बारुन् काखमा चेला यदि खानु पर्यो सुख शान्ति दौलत आयु कति शिलाका जति बर पिपल जस्तो तपिराउन् आग्राख जस्तो खपिराउन् के आँसु थोरै हुँदैन दुबो जस्तो मौलाई राउन् केरा जस्तो गाजिराउन् थुप्रै हुन्छ नि त्यो त्यसरी चाहिँ गर्नुहुन्थ्यो आशीर्वाद दिनुहुन्थ्यो अनि आशीर्वाद दिइसकेपछि धेरै आशी बतासले लान्छ कसियारमा जान्छ थोरै आशी शिरमा गई माथामा बस्छ भन्यो सकियो त्यसपछि लेखको माने बारीको काने मैले दिने आशी यस्तै जाने भन्नु छोरी लाखैभरि लाखैभरि त्यसरी चाहिँ गर्नुहुन्थ्यो त्यो बेला जब त्यो उसमा चाहिँ हुनु तपाईँहरू त्यसरी देउसी खेल्नुहुन्थ्यो दान रुपियाँहरू कतिसम्म दिने चलन थियो तपाईँको मैले यो पारा लगेपछि पाराबाट निम्तो आयो त्यो ठुलो त्यहाँ भइकलले भन्ने त्यहाँको निकै चल्दो गर्नु यो आम्जानीको चाहिँ मुखियाहरू अब जहाजमा त्यहाँ बोलाएर लगे जाँदा त्यहाँ हामी 51 जना रहेछौँ 52 रुपियाँ दिएको थियो 52 रुपियाँ जीको 1 रुपियाँ अनि त्यस्तै चल्दै चल्दै गयो यो बेतिनीमा विश्वर भन्नेदेखि ठुलो बडो यो बल्लभद्र धान खेतीसेती भएको हो र यहाँको मनिजनै भनौँ यो खोला यो ठाउँको चाहिँ अघिको देवी प्रसाद भन्ने उसको बाजे बल्लको 300 मिली धान हुने खेत पास गरेको अरे 3000 रुपियाँमा यत्रो ठुलो छैली पास भयो भने अझ 3 दिन बिदा बसेको थियो अरे त्यस्तो मनिजन मान्छे का घरमा बिहा देउसी भन आम्जानीको श्रीमाने भने म गर्छु हाम्रो मुखिया तेरो देउसीले भन त्यहाँ देउसी लिएर मैला भट्टाउन लिएर जान आउँदै उसका सन्तान पनि थिएनन् त्यतिखेर छोरा थिएनन् अरू भाउ सुब्बा थियो उहाँ तल दाजुहरू अन्त अरूको बन्दोबस्त थियो अनि त्यहाँ देख्छ त्यो 1100 रुपियाँ दिन्छौँ 1100 रुपियाँ 1100 रुपियाँ दियो अनि 5 बजे थालेको हामी 5, 6, 7, 8, 9 बजेसम्म खेलियो अनि खेर 1100 दियो त्यहाँदेखि पारी सिर्जन गुरुङ कहाँ जानु त्यहाँ पनि 800 रुपियाँ दियो त्यहाँ त्यो बेला त्यसरी चाहिँ ठुलो पैसा अहिलेको चाहिँ झन्डै 50,000 जस्तो जस्तै त्यो बेला त्यसरी खेल्नुहुन्थ्यो देउसी खेल्नुहुन्थ्यो जुन दान दक्षिणा आउँथ्यो त्यो दक्षिणाहरू चाहिँ कसरी के गर्नुहुन्थ्यो त्यो दक्षिणा ल्याएर त्यो बेला चाहिँ के गर्छ भनेदेखि हाम्रो गाउँमा त त्यो चाहिँ जतन गरेन त्यहाँ भैलो खान्थ्यो के गर्छ सिद्ध्याइहाल्थ्यो अनि अहिले चाहिँ पछि चाहिँ अहिले देउसी पनि हराउँदै गयो अहिले चाहिँ छाइती राखेर के गर्न थाले हामीहरूको यहाँ हाम्रो ढुस्केमा पहिले यो इबा कलम ल्याएर निकाले
अनि इबा कलम निकाल धेरै जागरुक हुँदै हुँदै गएर हाम्रो त निकै पैसा नि आएछ गऱ्यौँ हामीले यहाँ। अनि त्यो गर्दै गर्दा अनि त्यहाँ यो गाउँको त हाम्रो त्यहाँ मिलेर देउसी खेल्यौँ। यहाँ अघि जैसीले देउसी खेल्थ्यो क्या, जैसी मिसेर मगर देउसी खेल्थेँ। अनि कुटामार गरेछन् यिनी भान्जा गरेर यहाँ जाप्दै उचालेछन् भर्याङ नै भाँच्ला चाहिँ गरेछन्। अनि मगर जतिले जति एक तित भर देउसी खेलेँ बाहुन जैसीलाई हटाइदिइसकेपछि यहाँका जैसी म पनि जैसी नै हुने उहाँ थिएँ म चाहिँ। अनि उहाँसँग सहमत सबै गरेर भट्याउँदा चाहियो। अनि मलाई चाहिँ ल्याएँ। अनि यो पनि जैसी हो नि भन्दा उसको बानी राम्रो छ, जाने खाजे फटाइ गर्ने यहाँ मलाई नआउने नि जहाँ फटाइ गरेर। अनि यहाँको देउसी लिएर हिँडेँ नि म पारा गएँ उहाँ देउसी पानी गाएँ। भनेपछि सामाजिक कार्यहरू गर्नुहुन्छ त्यसले समयमा समूहमा काम गर्नु। यहाँ पनि भैलै खाइयो। अनि पछि चाहिँ हाम्रो त्यहाँतिर 6-7 लाख रुपियाँ जम्मा पारेर बाटो खन्दामा पैसा हाल्यो। अहिले पनि पैसा छन् तर अहिले जसले चलाएर त्यसले खाइरहेछ। पछिको बिलिबार पारेर चाहिँ हाम्रातिर बरु यहाँ चाहिँ सजिमल गर्दै ल्याएको छ नि अहिले त्यस्तो देउसीमा त चल्दै गरेको छैन। तर यो ठाउँमा चाहिँ राम्रो व्यवस्था मिलाएर अहिले साँच्चै राम्रो चाहिँ यहाँ गरेको छ। यहाँको समाज एकता पनि छ। अब यो पानी चाहन्छ नि मुस्किल गरेर चाहन्छ नि समय लाग्यो त यहाँ एउटा मेजोरिटी मिलाएर ठ्याक्कसँगले गरेपछि यहाँ कसैले तलमाथि गर्न नपाउने। यहाँ अहिले यहाँ भोपराज थियो नि त्यो हो यो साँचो र सत्य काम गर्ने मान्छे लाग्छ मलाई। यो इमान्दार काम गर्छ जस्तो लाग्छ मलाई। हाम्रो दाजुभाइ नै हो पनि। जस्तै यति धेरै तपाईँको जीवनमा भोग्नुभएको कुराहरू धेरै कुराहरू सुनियो। जस्तै तपाईँको छोराछोरीहरू चाहिँ अहिले कहाँ कहाँ हुनुहुन्छ? छोराहरू छोरो त्यही एक भाइ छोरो तल छ बेलबारी 9मा, एक भाइ बेपत्ता भइगयो। त्यति 2 भाइ थियो मेरो। अहिले नातिहरू राम्रो पढाइमा छन्। अहिले 2 भाइ छन् नाति। के गर्नुहुन्छ जेठा छोराले चाहिँ? अब मेरो छोरा खेती गर्छ। खेती छ आफ्नो अलिअलि छ त्यहाँदेखि अर्काको कमाएर जीविका गरेको छ। वस्तु पाल्ने गर्ने खेती कमाइ गर्ने। अहिले घरमा चाहिँ तपाईँहरू 2 जना मात्रै? हामी बुढाबुढी मात्रै छौँ यहाँ। यही पैसाका लोभले नतिमै जान्थ्यो यो पैसाका लोभले जन्मिएको। हजुर ए जस्तै अन्तिममा आइसकेका छौँ। धेरै कुरा आइसकेका छ। तपाईँलाई भन्नै मन लागेको मनमा लागेको कुराहरू मैले सोध्न भुलेँ भने हजुरलाई मनमा यो चाहिँ कुरा म भन्छु भन्ने लागेको छ भने भनिदिन सक्नुहुन्छ? होइन सर अब तपाईँले राम्रै व्यवस्थाको कुराकानी सोध्नुभयो। हाम्रा जीवनीहरूका कुराकानी यस्ता रेडियो मार्फत म सोलुचेरेका मान्छेहरूको म यस्ता कुरा रेडियोबाट पाउँथेँ। त्यही उसमा तपाईँले यो कुरा जिज्ञासा लिएर काम गर्नुभयो। म तपाईँलाई धेरै धन्यवादै दिन्छु। मैले यस्तो मान्छे पाएको पनि थिइनँ। म साह्रै खुसी छु। अब मेरा भन्ने कुरा यति नै हुन अर्थ कुरा के गरौँ र अब यी आज हामीलाई सम्पत्तिको बारेमा बताइहालेँ। सम्पत्ति हाम्रो होइन रहेछ भन्ने कुरो मैले बुझिसकेको छु। अब मायाले मात्रै हाम्रो छेक्दैन, सम्पत्ति आफ्नो होइन। अब यो चाहिँ सन्तोष गर्नुपर्ने भएछ। मेरो अवस्था धेरै छैन। अब 80 वर्ष पुगेँ। अब मसँग यो ठाउँमा जन्मिकन मेरा दुःख र मेरा पैसा कमाउने मान्छे यहाँ छैन पनि। धेरै कमाएँ। अब मैले अब मधेसतिर घर घडेरी पनि जोडिएको छु। अहिले त घडेरीले पनि अहिले बेच्नु भने अहिले निकालेको पैसै हुन्छ। पिलरवाला घर खेतै जोडेको छु। अर्का बारी टेक्नु पर्दैन। आफ्नै घरबाट छक्क नजिकै घर खेती छ। राम्रै व्यवस्था गरेर त्यहाँ पनि र मैले सन्तोष चाहिँ मलाई यही पैसाका लोभले यहाँ झुन्डिया आउँ। मेरो पैसा त कुरो लाग्यो भित्र पनि छ। मेरो पैसा जन्तर खानीसम्म थियो। अहिले मेरो पैसा उहाँ तल बिर्ताम्बरसम्म छ। त्यति पैसा त आइसके। 4 लाख थियो त आउँदैछ आइसक्यो। अनि म मागो भने म पुरुष भएर मात्रै हो, महिला हुनु म के हुन्थेँ। मलाई मागो भने म दिइहाल्ने। अन्त लुगा फुगाले पनि दिन्छु। म साह्रै दुःख देखो भने म दिइहाल्छु। त्यस्तो दया छ मलाई। तर मैले अर्कालाई प्रब्लम देखाएर झुक्क्याएर मैले खाएको छैन। मेरो पैसा खानेले चाहिँ भनेको वचन चाहिँ खाइरहेछु मैले। मेरो पैसा चलाउनु मैले नै वचन लाउँछु। उल्टो वचन ती मागेपछि उसलाई तिर्नु पर्यो नि। तिर्नुपर्छ मलाई रिसाउँछन्। हस् बुवा 80 वर्ष पुगिसक्नु छ। यस्तो मजाले कुरा गरिदिनु भयो, समय दिनुभयो। तपाईँलाई धन्यवाद। अझै स्वस्थ रहनुहोस्। धन्यवाद तपाईँलाई पनि। तपाईँलाई मेरो तर्फबाट धेरै धन्यवाद। उहाँदेखिको बसुमा लिएर आएर यहाँ यस्ता राम्रा पुराना कुरा सुन्न इच्छा गर्नुभयो। मैले कहन पाएँ, भन्न पाएँ। साह्रै मिठो लाग्छ। यो मैले यहाँ मेरो यो जिल्लावासी यो गामराम टारकी एउटी महिला रहेछन् उहाँ तल मेरा घरकै नजिकमा। यस्तै नजिकै छ। अनि तिनको श्रीमान 7 वर्ष विदेश बसेका छन्। उसले दिएका पैसा ल्याउँछिन्। उसले जतनै गर्छिन् बदमासी गरेकी छैन। उनकी छोरी युकिया पठाउने अवस्था भएको छ।
उनको पठाउँछु भनेर थालिन्। 30 लाख रुपियाँ जम्मा भयो हुँदा 28 लाख जम्मा गरेँ 2 लाख पुग्न। अब भर्खर गएर बसेको छु म, मेरो छोराछोरी अघि पहिलेदेखि नै बसेका। अब तिनको त्यो एउटै जिल्लावासी रहेछन् हामी। अनि म उपचारमा जान्थेँ डक्टरमा, डक्टर आइरहन्थ्यो त्यहाँ, विराटनगर डक्टर आउने, ठुल्ठुला डक्टर आउने, त्यो हाम्रो मेडिकलमा मेरो नजिकै छन् घरको, त्यहाँ आउँछन्। अनि जान्छौँ, भेट हुन्छौँ, सधैँभरि बोल्छौँ ओर्छौँ, बात मार्छौँ ओर्छौँ, जान्छौँ छुट्छौँ। एक दिन चाहिँ ती महिला पनि त्यहीँ थिइन्। अनि के म त्यो डक्टरसँग बोल्छु, हाँस्छु ओर्छु, अनुहार देखे जस्तै कि तपाईँ जस्तै। अनि कहाँ पऱ्यो नि डक्टर तपाईँको घर चाहिँ? अब मलाई जस्तो चिनाजाना जस्तो पनि गऱ्यौँ, धेरै समय भेट भएका भन्दा मेरो घर किर्सेपु हो भने। किर्सेपु विराटनगरमा, मिसनबाट विराटनगरसम्म आएर छ। ओहो, म कहाँ भेट भएको थियो नि त हाम्रो भन्दा आउँदै, हाम्रो भेट भएको हो त्यो किर्सेपुमा चाहिँ, त्यो शङ्करका घर हो कि जस्तो लाग्छ मलाई त। हो लु भने। अनि एउटा जिल्लावासी छ भन्नुपर्ने राम्रै रमाइलो छ। हाम्रा एक जिल्लावासी सेलिब्रेटी रहेछन्, यिनको छोरीलाई चाहिँ इका जानुपर्ने, पैसाको आवश्यक पऱ्यो भनेर चाहिँ अब 30 लाख पैसा 2 लाख पुगेको छैन। मैले पनि घरमा बोकेर आइनँ। अब के भन्नु, छक्क परेँ। तपाईँलाई देख्दा यस्तो माया लाग्दो कुरा पनि पऱ्यो। तपाईँकै छिमेकमै हो, तपाईँ गाउँकै हो? भइगयो नि त, म अन्त भनेर चेक काटेर मैले उसको ब्याङ्कबाट पैसा निकालेर उसलाई पठाइदिएको। पैसा पठाएर उसलाई बुझाइ पनि सक्यो। मलाई त्यति दया लाग्छ। मान्छे देखेपछि फेरि माया लाग्ने पनि बानी चाहिँ रहेछ त्यो जस्तो लाग्छ। म त्यस्तो गरेर आएर आएँ। ए बुवा, हस् बुवा, समय दिनुभयो, धन्यवाद। धन्यवाद। हस्।